स्वीकार्नुहोस् न्यानो अभिवादन। आशावादी म र निराश तिमी हो जेन्जी आन्दोलनको सेरोफेरोमा आफ्ना भनाइहरू राख्न जाँदैछु। सर्वप्रथम विश्वमा विकसित भएको घटनाक्रम भेनेजुएला प्रकरणमा एक अमेरिकी विद्वान रोबर्ट कियोसाकीले आफ्नो भनाइ हिजो मात्र राख्नु भएको छ कि अबको नव विश्वमा कुनै पनि देश एक दिन आगो लाग्दा अथवा बम पड्किँदा त्यो समाप्त हुनेवाला छैन। हो, एक दिनको आन्दोलनमा जुन शान्त हुने भनिएको थियो त्यसमा देशका अत्यन्तै महत्त्वपूर्ण संरचनाहरू चलेर गयो। तर त्यसमै निराशित हामी सोच्दैछौँ कि हाम्रो आन्दोलन हाइज्याक भयो भनेर मुजुराउँदै बसेका छौँ। तर एकछिनलाई सोधौँ, सर्वोत्कृष्ट के बन्न सक्थ्यो होला त्यो एक दिनको परिवर्तनमा? निर्वाचन एक दिनमै गराउन त सम्भव थिएन, तर यद्यपि हामीले एक नाटक त मञ्चन गर्यौँ कि डिस्कोर्डको भोटिङबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइदियौँ। अनि हामी नव युवाहरू कुनै नेता रोज्दाखेरि नेता मात्रै रोज्दैनौँ, उनीहरूलाई दोस्रो दिनदेखि जवाफदेही बनाउन दबावमूलक सामाजिक सञ्जाललाई युज गरेर हुन्छ। जसरी हुन्छ हामी दबावमा ल्याउँछौँ। जसरी हामीले सुशीला कार्कीलाई रोज्यौँ, तर आफ्नो नाता गोतालाई उनले नियुक्त गरेको समाचार यत्र आएपछि हामीले उनलाई जवाफदेही बनायौँ र उनले निकालिन्। आशाको सञ्चार सबैतिर भइरहेको छ। तथ्याङ्कहरू हेर्ने हो भने हाम्रो पछिल्लो नेपालमा औसत आयु 26 वर्षको रहेको छ। देशमा युवाले भरिएको परिवेशमा हाम्रो संसद भवन कानुन बनाउने थलोमा हाम्रो सहभागिता कति थियो? एकदमै न्यूनतम थियो। तर परिवेश अहिले बदलिएको छ। गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ। हाम्रा पात्रै सङ्गठन, राजनैतिक दलमा आबद्ध पात्रै सङ्गठनहरूले पनि हाम्रा युवाहरूले यहाँबाट सोचेर माथि तान्न नसकेको अवस्था रहेर पनि देशमा आन्दोलनको स्थिति निर्माण भएको थियो कि अहिले परिवेश बदलिएको छ। ठुला बनेका नेताहरू हाम्रै आदरणीय पुष्पकमल दाहाल प्रचण्ड जेन्जीको टिकटकमा आएर हामी दुवै राजनीतिक गतिविधि चुनावी प्रसारमा सँगै छौँ भन्ने स्थिति हामीले ल्याउन सकेका छौँ। भर्खरै मात्र दलहरूले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा पनि युवाहरू उल्लेख्य मात्रामा अटाउन पाएका छन्। यो सबै हाम्रै उपलब्धि। त्यसो त थप कुरा गर्दै गर्दा परिवर्तन एक दिनको होइन, यो निरन्तरको प्रक्रिया हो। मेरी बहिनी जो 10 कक्षा पढ्दै थिए र प्युडिफाईको ब्लग र एमएनएमको ऱ्याप सुन्ने बहिनी आज समाचारहरू सुन्दैछन्। दाइसँग समाचारसँग रिलेटेड, राजनीतिसित रिलेटेड मञ्चन गर्दैछिन्। क्रेडिटमा आफ्नो व्यक्तिगत विवरणलाई गोप्य राखेर भए पनि आफ्ना अपरिपक्व राजनीतिक भनाइहरू राख्दै खोज्दैछिन्। यदि सानो उमेरदेखि युवाहरूमा राजनीतिक चेत चलाउँदैछ, त्यो साथी जुन 12 सकेपछि विदेश जानको लागि प्रक्रिया अगाडि चाल्दै थियो, आइएल्स गरिसकेर पनि उसको भिसा नलागेर उदास भन्दै एउटा कुनै युनिभर्सिटीमा भर्ना भएर बसेको थियो, ऊ पनि निर्वाचन बसे त बन्छ क्या, नगएर खत्रै गर्छ क्या हो। त्यो आशाको सञ्चार हामी गर्न सकिरहेका छौँ। जो ब्याचलर पढ्दै गरेको विद्यार्थी जस्तै देशमा भविष्य देख्थेन, हामीले उसलाई चेन्ज होस् गरी उसलाई आज यो स्थितिमा ल्याइदिन सकेका छौँ कि ऊ देशलाई म युवाले कसरी परिवर्तन गर्न सक्छु ऊ सोच्दैछ। अर्थतन्त्रलाई, मेरो देशको अर्थतन्त्रलाई कसरी बलियो बनाउन सक्छु ऊ सोच्दैछ। यो नै मेरो देशले ल्याउँदै गरेको परिवर्तन हो। धेरै टाढा जानु पर्दैन यो परिवर्तन हेर्न। त्यसो त मेरो कलेजमा घाम ताप्दै रोनाल्डो र मेस्सी गर्ने साथीहरू आज राजनीतिक गतिविधि गर्दैछन्। एउटा साथी जो रोनाल्डोको धेरै फ्यान थियो आज गोर्खापत्रमा आफ्नो सम्पादकीय लेख्दैछ। हो, यो नै हामीले ल्याउन खोजेको परिवर्तन हो। युवाको सहभागिता बढ्दो छ। त्यो सहभागितालाई थप पुष्टि गर्ने हाम्रो यो सानो कार्यक्रममा भएको यतिको उल्लेख्य सहभागिता पनि यसको प्रत्यक्ष एक उदाहरण रहेको छ। त्यसो त हाम्रा अपरिपक्व निर्णयहरू, हामी युवा छौँ, फर्स्टमा हुँदै जान्छ। फर्स्टमा हामीले राजनीतितिर अलिकति इच्छा जाहेर गर्दै जाँदा कहिले सुरेन्द्र केसी, कहिले युवराज चन्द्रौला र दुर्गा परसाईको अभिव्यक्ति त सुनौला हामी पक्कै पनि। तर जब राजनीतिक श्रवण गर्दै गरिन्छ र आफ्नो योजनाहरू बुन्न थालिन्छ, मेरो माटो सुहाउँदो व्यवस्था कस्तो बन्न सक्ला र त्यसलाई सार्थक तुल्याउने कुन नेता आइपुग्यो? हो, यो 6 महिनाले त्यो नै ल्याउनको लागि 6 महिना पछाडि निर्वाचन राखिएको थियो। निर्वाचन गराउन मात्रै बनेको यो सरकार कि आशा लाग्दो काम पनि अवश्य गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणदेखि टियुको जग्गा अधिग्रहण प्रकरण हुँदै हाम्रा निवर्तमान प्रधानमन्त्रीहरूलाई पनि अख्तियारको कटघरामा उभ्याउन सकेको छ। यो अत्यन्तै उल्लेख्य आशा लाग्दो काम हो, जसले हाम्रा युवाहरू आज चोकदेखि बससम्म, क्याम्पसको क्यान्टिनदेखि
बगैँचासम्म आशा नै आशाका मञ्चन भइरहेका छन्। 150 भन्दा बढी राजनीतिक दलहरू चुनावमा सहभागिता जनाउने पनि रहेका छन्। 8 लाख नयाँ मतदाता थपिएका छन्। हो, मेरो देश जागिसक्यो। युवा मतदाताहरू सबै जेन्जीका उपज स्वरूप सबै राजनीतिक चेतना लिएका छन्। सबै आफ्ना भाइहरूसित हजुरबासँग गफ गर्दैछु। मेरै व्यक्तिगत विवरण सुनाउन चाहन्छु। म काममा जाँदाखेरि यदि मसँग आन्दोलनमा कुनै सरोकार थिएन, एक केटा जेन्जी क्यारे सबै जलाइदिएस् भन्नुहुन्छ। हो, उहाँ र म त्यो कुरामा टाढा भए तापनि उहाँ र म सँगै त्यो बेला छौँ जब देशलाई ट्र्याकमा ल्याउनु थियो, देशमा अभिचलन भएको थियो, देशलाई हामीले बनाउन नसकेकै हौँ, रोज्न नसकेका हौँ भन्ने कुरामा उहाँहरू र हामी सँगै छौँ। देश लगायत अब जसले यतिको राजनीतिसँग सम्बद्ध यो शीर्षकमा छलफल गर्ने अवस्था बनाइदियो जब कुनै राजनीतिक दलसँग संलग्नता पनि छैन। यो अत्यन्तै स्वर्णिम अवसर दिलाएकोमा यस क्लबलाई धन्यवाद दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद प्रशान्त दाईलाई। अघि चर्चा धन्यवाद कार्यक्रम उद्घोषकज्यू, आदरणीय यस कार्यक्रमका सभाध्यक्षज्यू, सम्मानित प्रमुख अतिथिज्यू, शब्दलाई अर्थ र मञ्चलाई उद्देश्य प्रदान गर्नुहुने आयोजक, बैङ्किङमा र लगानीका लागि अध्यक्ष समूहका आदरणीय प्रतिनिधिज्यूहरू, विवेक र निष्पक्षताको मार्गदर्शन गर्नुहुने आदरणीय निर्णायक मण्डलज्यू, समयको मार्गदर्शन गर्नुहुने आदरणीय समयपालकज्यू र परिवर्तनको सपना बोकिरहनुभएका सम्पूर्ण प्रतिस्पर्धी साथीहरू तथा यो सहरलाई ताली उत्साह र उमङ्गले भरिपूर्ण गर्नुहुने सम्पूर्ण दर्शकवृन्द। आज म यहाँ कुनै कल्पना बेच्नु होइन, म त्यही प्रश्न गर्ने, सपना देख्ने र परिवर्तन चाहने युवा पुस्ताको प्रतिनिधित्व गर्दै आजको यस वक्तृत्व कला प्रतियोगितामा म नितुपुन आफ्नो केही भनाइहरू राख्न गइरहेको छु। आदरणीय महोदय, युवा अवस्था भनेको जीवनको सबैभन्दा ऊर्जाशील, सृजनशील र साहसी अवस्था हो। युवाहरूमा नयाँ सोच, नयाँ सपना र परिवर्तन ल्याउने आँट हुन्छ। भनिन्छ जब युवा बलियो त राष्ट्र नै बलियो। इतिहासको पानाहरू पल्टाएर हेर्ने भने परिवर्तन कहिल्यै आरामदायी कुर्सीबाट आएको छैन। परिवर्तन केवल युवाहरूको ती अमूल्य बलिदान र आवाजबाट आएको छ। जब युवाहरू प्रश्न सोच्छन् भ्रष्टाचार किन, रोजगारी किन छैन, तब ती प्रश्नहरूले जनताहरूलाई सोच्न बाध्य गराउँछ र यही कारणले आन्दोलनको जन्म हुन्छ। जब युवाहरू एउटै आवाजमा बोल्दछन् तब सरकार, नेता र संस्थाहरू चुप लागेर बस्न सक्दैनन्। हामीले देखेका छौँ कि युवाहरूकै दबाव र आवाजले गर्दा मुद्दा संसदसम्म पुगेका छ, गलत नीतिहरू फिर्ता भएको छ र कानुनहरू छलफलमा ल्याएका छन् र यही हो युवा आवाजको शक्ति। तर नकार्न नसक्ने अर्को महत्त्वपूर्ण कुरा, आन्दोलनले चेतना फैलाउँछ, दबावले सुन्न बाध्य गराउँछ, तर सही मतदानले मात्र सुन्दर भविष्यको सुनिश्चित गर्दछ। मलाई याद छ कि अब्राहम लिङ्कनले भन्नुभएको एउटा भनाइ, लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि र जनताकै शासन हो। त्यसैले जनताको आधीभन्दा बढी भाग ओगटेको, नवीन सोच र प्रश्न गर्ने साहस भएको युवाहरूको सही मत र नेतृत्वले नै लोकतन्त्र र देशको विकास सुनिश्चित हुन्छ। अहिलेको तत्काल वर्तमान अवस्थालाई हेर्ने हो भने युवा आन्दोलनले जनताको समर्थन जुटाउन सफल भएको छ। जस्तो ज्वलन्त उदाहरण अस्ति वर्ष देख्न सक्छु, जब जिल्लादेखि राजधानीसम्मका युवाहरू एकीकृत भएका थिए। जब युवा एक हुन्छ, परिवर्तन आफै डराउँछ भने चाहिँ एकताबद्ध मिलेर राजनीतिक विरोध गरेका थिए। यति मात्र नभएर उहाँहरूले डिस्कर्ड जस्तो डिजिटल प्लेटफर्मलाई पनि भर्चुअल संसदको रूपमा लिएर नेतृत्व र नवीनतम शासन व्यवस्थापन गर्न सफल भएका थिए। महोदय, युवाहरूको भूमिका यति मात्र सीमित थिएन कि अस्ति वर्ष नेपालमा सामाजिक सञ्जाल बन्दको कारणले गर्दा पल्ला झरेका आगमन भारी भएको थियो, जसले गर्दाखेरि समय र परिस्थिति कारणले बितिसिनु परेको आफ्नो छोरासँग बोल्न नपाउने आशामा उहाँको आँखामा आँसु बनिरहेको थियो। तर युवाहरूले समस्या प्रविधिमा होइन कि हाम्रो पुरानो मानसिकता र परम्परागत सोचाइ मात्र हो भनेर उक्त समस्या समाधान गर्न समेत सफल भएका थिए, जसले गर्दाखेरि लाखौँ करोडौँ नेपालीको मुहारमा पनि खुसी ल्याउन सफल भएका थिए। मित्रहरू, देशको शिक्षा, सुधार र रोजगारी सृजनामा युवाहरूको बलियो कार्यको आवश्यकता पर्दछ। मतदान भनेको केवल कागजमा छापपत्र लगाउनु होइन कि मतदान भनेको हामीले आफ्नो भविष्यमा पनि छाप लगाउनु हो। त्यसैले हामीले मतदानलाई सही ठाउँ र सही सक्षम व्यक्तिको लागि प्रयोग गर्नुपर्दछ। तर विडम्बना,
तर विडम्बना दुःखद सत्य के हो भने कतिपयले आफ्नो मत एक दिनको बोझ थोरै पैसा र स्टडी लाभको लागि सार्ने गर्दछौँ। म प्रश्न सोध्न चाहन्छु कि हाम्रो 5 वर्षको भविष्य एक दिनको बोझभन्दा सस्तो हो? मित्रहरू, पक्कै पनि होइन होला। त्यसैले मतदान भनेको युवाको शक्तिशाली र दिगो हतियार हो। यसलाई हामीले सही ठाउँमा प्रयोग गर्नुपर्दछ। अब हामी डरल होइन, साहसका साथ अघि बढ्नु पर्दछ, अन्यायको विरुद्ध आवाज उठाउनु पर्दछ र मौनता जति काला बाधाहरू हटाउनु पर्दछ। मलाई याद छ कि स्वामी विवेकानन्दले भन्नुभएको थियो, उठ जागर र लक्ष्य प्राप्त नहुँदासम्म रोकिनु हुँदैन। अब हामी उठ्नुपर्ने समय आएको छ, केवल ती सडकहरूमा मात्र होइन कि मतदान केन्द्रसम्म। युवाहरू उठ्नुहोस्, प्रश्न गर्न नलाउनुहोस्, तर मतदानको दिन मासुवादले होइन कि विवेक र भविष्यलाई रोज्नुहोस्। किनभने जब युवा आवाज मतपत्रसम्म पुग्छ तब त्यही क्षण राष्ट्रको भविष्य बदलिन्छ। युवा आवाजहरू एकजुट भएर अघि बढ्नु पर्दछ। समस्याहरूलाई सामूहिक रूपमा नेतृत्व गरेर अघि बढेर समाधान गर्नु पनि सक्नु पर्दछ। त्यसैले अन्त्यमा पनि के भन्न चाहन्छु भने युवाले नै गर्छ, नडराइकन अघि बढ्छ, अवरोध तोड्दै चुनौतीलाई जित्छ, परिवर्तनको ढोका खोल्दै सफलतालाई खोज्छ। जागेको युवाले नै देशको भविष्य बनाउँछ भन्दै म आफ्नो भनाइहरू यहाँ अन्त्य गर्न चाहन्छु। जय नेपाल, जय युवा। नमस्कार। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक आन्दोलनदेखि मतदानसम्म युवाको आवाजले कसरी भूमिका खेल्छ भन्ने शीर्षकमा सभाध्यक्षको अनुमतिले आफ्ना तर्क पेश गर्ने अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, सामान्यतया आन्दोलन कुनै एउटा परिभाषाले निर्धारण गर्न सक्ने विषय नै होइन। आन्दोलन यस्तो हुन्छ र ठ्याक्कै यसरी हुनुपर्छ भन्ने यकिनका साथ भन्न सकिने विषय नै होइन। तर आन्दोलनको मूलभूत उद्देश्य भनेको अख्तियार प्राप्त निकायलाई असन्तुष्ट पक्षले खबरदारी गर्नु हो। यसरी इतिहासमा विभिन्न कालखण्डमा संसारभरि नै आन्दोलन भइरहन्छन्। त्यस्ता आन्दोलनहरूले सकारात्मक या नकारात्मक परिवर्तन ल्याउन सक्छन्, तर आन्दोलनको उद्देश्य भने सधैँ सकारात्मक परिवर्तन ल्याउनु नै हुन्छ। आन्दोलन भनेको एउटा धावन मार्ग छोडेर उडेको उडान हो, तर त्यसको सफल अवतरण कसैले गर्न सक्छ भने त्यो मतदानले नै गर्न सक्छ। मतदान भनेको मानिसले जीवनमा गर्ने थोरै मात्रै दानहरू मध्येको सबैभन्दा महत्त्वपूर्ण मतदान हो। सभाध्यक्ष महोदय, हाम्रो देशको इतिहासमा हेर्ने हो भने 2007 सालपछि सबैभन्दा बढी आन्दोलन भएका देखिन्छन्। ती आन्दोलनहरू कहाँ गएर संस्थागत हुन्छन् भन्दा मतदानमै गएर संस्थागत हुन्छन्। यसले के कुरा पुष्टि गर्छ भने आन्दोलनलाई संस्थागत कसैले गर्न सक्छ भने मतदानले गर्न सक्छ। अब यहाँनिर युवा कहाँ आउँछन् भन्ने प्रश्न आउँछ। युवाहरू यो मतदानलाई कसरी संस्थागत गर्नुपर्छ भन्ने भूमिकामा सधैँ अग्रभागमा आउँछन् र युवाहरूले नै भूमिका निर्वाह गर्छन्। समाजमा सधैँ युवाहरूको बोली बढी लागु हुन सक्छ। युवाहरूले समाजलाई सजिलै आफूप्रति आकर्षित गर्न सक्छन्। ती युवाहरूले समाजलाई सही मार्गमा डोराउनका लागि आफ्ना वचनहरू दिए भने समाज अवश्य पनि परिवर्तन गर्न सक्छ। आज पनि मान्छेहरू भन्न सक्छन् यी युवाहरू भनेका आला काँचा हुन्, यिनीहरूले मतदान मार्फत कसरी परिवर्तन ल्याउन सक्लान् र त्यस्तो प्रश्नहरू समाजमा जन्मिनु असामान्य विषय हुँदै होइन। ती प्रश्नहरूलाई हामीले कसरी सम्बोधन गर्छौँ भन्ने महत्त्वपूर्ण कुरा हो। हामीले समाजमा आवाज उठाउन सक्नुपर्छ। 46 सालको आन्दोलनमा मेरा बाबुसँगै हात्ती छाप चप्पल लगाएर आन्दोलनमा गएको मान्छे आज मेरा बाबुले गोलिस्टार जुत्ता नलगाउँदै त्यो मान्छेले त्यत्रो आलिशान भवनमा बस्ने हैसियत कसरी बनायो? ती त्यस्ता प्रश्नहरू नेतृत्वलाई सोध्नुपर्छ, ताकि ती नेतृत्वलाई प्रश्न गर्दै गर्दा एउटा भुइँ मान्छेले आफ्नो प्रश्न सोधिएको अनुभूत गर्न सकोस्। युवाले त्यसरी अनुभूत हुने गरी मतदानसम्म वृद्धा र सम्पूर्ण उमेर समूहलाई जोड्न सक्यो भने मतदान मार्फत युवाले कसरी युवाको आवाजले परिवर्तन गर्न सक्दैन? अवश्य पनि सक्छ। युवाहरूलाई अब पनि कमजोर सोच्ने दुस्साहस कसैले पनि नगर्दा हुन्छ। 48 घण्टामा 2/3 हुर्मत लिएर बसेको राज्य सत्तालाई 48 घण्टा क्षणभरमा सरकार र सत्ता मात्रै होइन राज्य सत्ता नै ढलाइदिन सक्छ भने 6 महिनाको तयारीले मतदान मार्फत युवाको आवाजले कसरी परिवर्तन ल्याउन सक्दैन? अवश्य पनि सक्छ। हामीसँग समय छ। हामीले नेतृत्व छनौट गर्नका लागि धेरै उपायहरू अपनाउन सक्छौँ। लोकतन्त्रको सबैभन्दा सुन्दर उपाय भनेको नै मतदान हो। त्यसको लागि आवाज कसले उठाउने भन्दा हामीले नै उठाउने हो। म अस्ति भर्खर जेनजी आन्दोलनले कलेज बन्द भएपछि गाउँ गएको थिएँ। मेरो घर साइडमा बस्ने लाउरे बा भन्ने हुनुहुन्छ, उहाँले भन्दै हुनुहुन्थ्यो सरकार त ढालेको केटा हो, साउनमा फालेको चिज ठाउना खोज्छन् भन्छन्, ठाउना त्यस्तो नगर है भन्नुहुन्थ्यो। उहाँले भनेको त्यो कुरालाई युवाहरूले आफ्नो आवाजबाट बुलन्द पार्नुपर्छ। अब हामीले यस अगाडि ढलाइसकेको राज्य सत्ता पुनः नआउने गरी काम गर्नुपर्छ। त्यसको लागि हामीले आवाज उठाउनै पर्छ। हामी भनेका आवाज उठाउने पक्ष हौ, तर अन्ततः राजनीति गर्ने भनेको राजनीतिक दलले नै हो। सरकार चलाउने भनेको जसले बहुमत ल्याउँछ त्यसैले नै हो। त्यसैले युवाहरूले आवाज उठाउन भने छाड्नु नै हुँदैन।
यी राजनीतिक दलहरू विरुद्ध आवाज यसरी उठाउँ। यी राजनीतिक दलहरू हामीलाई चाहिन्छन् नै, तर यी राजनीतिक दलहरू यिनका शीर्षस्थ नेताहरू हिजो जस्ता थिए आज जस्ता छन् त्यसरी चाहिँ यो मतदानपछि भइरहने गरी चाहिँ यिनीहरूलाई मतदान मार्फत निर्वाचित गराउन हुँदैन। त्यसको लागि आवाज उठाउन कति पनि नहिचकिचाउ भन्न चाहन्छु। युवाहरूले के मात्रै गर्न सक्दैनन्, युवाहरूले गर्न नसक्ने विषय के मात्रै छ भनेर प्रश्न सोध्यो भने सायद केही पनि छैन। युवाले आफ्नो जोस जाँगर र युवा शक्ति मार्फत आवाज समाजमा आवाज उठाएपछि समाज कसरी परिवर्तन हुँदैन, अवश्य पनि हुन्छ। मतदान गर्न जाँदै गर्दा हाम्रो समाजमा एउटा ठुलो ट्याग लाउँछ, दारू र भारूमा बिकेर मतदान हुन्छ भन्ने। त्यो भाषा चिर्नका लागि अब हामीले प्रयत्न गर्नै पर्छ। हामीले आवाज उठाउँ। कवि गोपाल प्रसाद रिमालले भनेका छन्, एक युगमा एक दिन एक पटक आउँछ, उलट पुलट हेरफेर ल्याउँछ भनेर। त्यो एक युगको एक दिन फाउन 21 गते आउँदैछ। यो सुवर्ण अवसर हाम्रो भाग्य र भविष्य निर्धारण गर्ने दिन हो। निर्धक्क भएर हाम्रो भाग्य र भविष्य कसले बनाउँछ भन्ने कुरा छनौट गर्नका लागि हामीले आवाज उठाउन हिचकिचाउनु हुँदैन। नेपालको सन्दर्भमा अहिलेको अवस्था हेर्ने हो भने जेनजी आन्दोलनलाई संस्थागत गर्ने चुनौतीलाई जित्नु आजको युवाको सबैभन्दा ठुलो अभिभार हो। यो अभिभारलाई कसरी पुरा गर्ने, यो अभिभारलाई कसरी युवाहरूले आफ्नो आवाज मार्फत परिवर्तन ल्याउने भन्दा त्यो भनेको मतदान मार्फत नै हो। त्यो मतदानका लागि युवाहरूले आवाज उठाए मात्रै सम्भव छ। त्यसैले युवाहरूको यो आवाजलाई सदनसम्म पुर्याउनका लागि चाहिँ प्रयत्न गर्नै पर्छ। नयाँ र वैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको सन्दर्भ जोड्दै गर्दा तपाईँहरूले ल्याउनुभएका समानुपातिकका उम्मेदवारहरू समानुपातिकको मर्म विपरीत भयो भनेर प्रश्न उठाउँदै गर्दा उनीहरूले आज बाध्य भएर नाम फिर्ता त लिन्छौँ भने नि केही उम्मेदवारहरूले नाम पनि फिर्ता लिए। त्यो भनेको जे भए पनि युवाको आवाजले काम गर्छ, युवाहरूले आवाज उठाउँदै गर्दा चाहिँ परिवर्तन हुन्छ भन्ने हो। केही समय अगाडि अहिले भङ्ग भएको संसदले भ्रष्टाचार निवारण सम्बन्धी एउटा ऐन ल्याउँदै थियो। त्यो ऐनमा भ्रष्टाचारमा 5 वर्षको हदम्याद राख्ने भनेर तयारी भइरहेको थियो विधेयकमा। तर त्यहाँनिर युवाहरूले यसरी जोडतोडका साथ आवाज उठाए 5 वर्षको हदम्यादले तिमीहरूले देशलाई सधैँ भ्रष्टाचारको जङ्गलमा फसाउन खोजेको हो भने त्यही कारण सरकार बाध्य भएर त्यो भ्रष्टाचार निवारण सम्बन्धी त्यस ऐनको त्यो दफालाई हटाउन बाध्य भयो। त्यसैले युवाको आवाजले परिवर्तन ल्याउन सक्छ। त्यो परिवर्तन आन्दोलनले मात्रै हुनेवाला छैन। आन्दोलन आवाज हो, मतदान शक्ति हो। त्यो मतदानको शक्ति मार्फत आफ्नो शक्तिलाई सदनसम्म पुर्याउन कसैले सक्छ भने मतदान मार्फत मतदाताले सक्छन्। ती मतदातालाई शिक्षित बनाउन आजका युवाको भूमिका महत्त्वपूर्ण हुन्छ। गाउँका भिरपाखा र धनसार भकारीले यी युवाहरूलाई जीवन दिन आफ्ना धेरै रङहरू गुमाएका छन्। आज ती गाउँका चौतारा र आँगनले युवाहरूको आवाज पर्खेर बसिरहेका छन् ताकि त्यो युवाको आवाज फाउन 21 गते मतपेटिकामा गुन्जियोस्। यदि त्यसो भयो भने युवाको आवाजले परिवर्तन कसरी ल्याउन सक्छ भनेर हामीले हाम्रै युगमा हाम्रै आँखा अगाडि देख्न सक्छौँ, जुन आजको नेपालको सबैभन्दा ठुलो डटकार हो भन्न चाहन्छु। जसले गर्दा नै युवाहरूको आवाजलाई संस्थागत गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ र मतदाता र मतदानको सबैभन्दा बढी सम्मान हुन्छ भन्दै युवा आवाजले नै सकारात्मक परिवर्तन ल्याउँछ। यसमा हामी सधैँ सकारात्मक बनाऊ भन्दै आफ्ना तर्क अन्त्य गर्न चाहन्छु। धन्यवाद निरज दाईलाई।